सम्पूर्ण ट्याक्सी व्यवसाय गर्दै आउनुभएको 13,500 ट्याक्सीलाई किरण खत्रीको तर्फबाट स्वीकार्नुहोस्। नमस्कार। साँच्ची नै हामी कति मार्कामा परेछौँ। चोकमा प्राइभेट गाडीले टिप लुट्दाखेरि तपाईँ हामी कति चुप लाएर बस्नु बाध्य भएको छौँ। त्यहाँमाथि पठाउ ब्यागले सरकार कहाँ छ, कालो प्लेट गर्नुहोस् भन्दाखेरि सरकारले चाहँदैन। अब हामी 30 लाख र 50 लाख हालेर किन्ने ट्याक्सी हामी किस्त हाल्न ती कसरी हाल्ने। दिनभरि चोकमा बस्दाखेरि चोकमा पठाउ ब्यागले र्याक हानिदिने, चोकमा बसमा आउँदा घेरिदिने, लुटेको कसले देख्ने। हामी ट्याक्सी व्यवसायी मिटरमा हिँड्छु भन्दा पनि हामीले हिँड्न पाएको छैनौँ। यो इनड्राइभर एप र पठाउ एपलाई यो ठगहरूले हाम्रो व्यवसायलाई एकदम तल्लो स्थिति पारेको छ। अब हामी सरकारलाई हामी के भन्न चाहन्छौँ भने हामी मिटरमै हिँड्छौँ भन्दा पनि ठगी ट्याक्सी ड्राइभर भनेर हामीलाई चिट काटिन्छ। तर किन पठाउ ब्यागले ती चोकमा पठाउ भनेर मन लागि भाडा लिँदाखेरि पठाउ ब्यागलाई किन कारबाही गर्दैन यो सरकार। यो प्राइभेट गाडीले चोकमा हाम्रो व्यवसाय टिप लुट्दाखेरि किन सरकार चुपा लाएर बाँच्ने। यातायात मन्त्रीलाई मेरो यही चुनौती छ। हामी यत्तिकै बस्ने, यति होइन भने अब ट्याक्सी व्यवसाय हामी 13,500 ट्याक्सी हामी यातायात हेर्नलाई तयारी छौँ। यति होइन भने हाम्रो व्यवसायलाई तपाईँहरूले किन हाम्रो त यो भाडाको दर्ता गाडी हो। दोस्रो एमएलएसको सेवा आउँदै गरेछ। हामी ट्याक्सी व्यवसाय भनेको सरकारलाई यही छ चुनौती। साँच्ची नै हामी साह्रै नै मार्कामा परेछौँ। हामी ट्याक्सी व्यवसाय हामी एकजुट भएन भने अब हाम्रो दिन गइसकेको छ। तर अझै म के भन्न चाहन्छु भने हामी अब यसरी चुपा लाएर बसेर हुँदैन। अब हामी ती त सिंहदरबार घेर्नुपर्छ, ती त यातायातमा मन्त्रालय, ती त यातायातमा हामीले घेर्नुपर्छ। यति घेरेन भने हामीहरूको दिन गयो। हाम्रो त आँखाभरि आँसु आउँछ। दिनभरि चोकमा बस्दाखेरि बनी हुन गाह्रो छ। त्यहाँमाथि चोकमा पठाउ ब्यागले कति लिने भनेर बल्ल एउटा टिप आउँछ। त्यही पनि हाम्रो घाँस कबास लुटिरहेछ। हाम्रो कुरा कसले ध्यान दिएर न त ट्याक्सी व्यवसायले सुन्छ न कसैले सुन्छ। हामी न्याय माग्न कहाँ जाने। ती त हो नि केपी ओलीको बालकोटमा लगेर 13,500 नि ट्याक्सी अब हामी तिर्साइदिन हामी तयारी छौँ। हामी जस्तो आएको हामी झोला बोकेर गाउँ जान्छौँ। अब हामीलाई बाध्य बनाए किस्ता केले हाल्ने। हाम्रो